2 महिना अगाडि चाहिँ रोपेको बोटाहरू हो। अब चाहिँ पाक्न सुरु भइसक्यो। प्रत्येक बोटमा लगभग पाक्न सुरु भइसकेको छ। तर चाहिँ बोटा एकचोटि अलिकति धेरै मरेको रहेछ। त्यो बोटा मरेर साउ पनि अलिकति तनावमा। अब हामीलाई पनि नराम्रो लाग्छ यो बोटा मरेको यसो देख्दाखेरि चाहिँ। अब खाली छ, अब यहाँ खाली छ धेरै ठाउँमा। यो पिन जताततै पिनहरू लगाएको छ, त्यो चाहिँ बोटा मरेको हुन्छ। धेरै बोटाहरू मरेको छ। तर चाहिँ यो साइड चाहिँ अलिक धेरै पाकेको रहेछ। त्यहाँदेखि यहाँसम्म चाहिँ पाकेको रहेछ। अनि उता चाहिँ धेरै बोटा मरेको छ। यता चाहिँ लगभग पाक्न सुरु भइसक्यो। अब चाहिँ टिप्न सुरु हुन्छ। बिहान बिहान टिप्ने, दिउँसो चाहिँ फेरि यो फुल छाँट्ने हुन्छ। अब हाम्रो चाहिँ स्ट्रबेरी चाहिँ यसरी पाक्न सुरु चाहिँ भयो। तर चाहिँ यसरी बोटा पनि यसरी मरिरहेको छ। अब यति पाक्ने भएको चाहिँ सबै अब फलहरू यसरी बोटा सुक्यो भने त कति घाटा, आफूलाई पनि नराम्रो लाग्छ। हिजो साउ चाहिँ कस्तो नमजाले चाहिँ धेरै बोटाहरू मरेको छ भन्दै अलि एकदम न्यार्सो लाएर चाहिँ बोल्दै थियो। तर चाहिँ यसरी मरेको देख्दा चाहिँ आफूलाई पनि एकदमै नराम्रो लाग्दो रहेछ क्या। किनभने सानैदेखि हामीहरूले पनि यसमा अब मल अब रोपेर दुनियाँदारी हुन्छ नि त। अहिले चाहिँ अब यो यसरी पुरै अब पाक्न लागिसक्यो। अब यसरी पाक्ने बेलामा चाहिँ मर्दाखेरि चाहिँ एकदम नमजा, आफैलाई नमजा लाग्ने क्या। अब पुरै पाक्न लागिसक्यो। अब चाहिँ अब यति बोटा मरेको छ यो टनेलमा त। यस्तो मरेको छ बोटा के भन्नु। अब धेरै नराम्रो लाग्छ यो मरेको देख्दा। अब यस्तो यो पाक्नु लागेको, अब यो पुरै जडा अब यस्तो भइसक्यो, मरिसक्यो अब यो।